Real Madrid versus Al Hilal, European giant versus one of the team from Saudi Arabia. Hello friends, welcome to my channel Football Side. आज हामी चाहिँ Al Hilal versus Real Madrid को गेमको बारेमा कुरा गर्नेछौँ. We all were waiting for this game. कुनै एउटा बक्स अफिस म्याच भएर होइन, तर हामी सबलाई जान्नु थियो कि जाबी अलोन्सोको अन्डरमा चाहिँ रियल मैड्रिडले कस्तो खेल्छ होला त. त्यस्तै ट्रेन्टको गेम कस्तो थियो, डिन ह्युजसनले कस्तो खेले, त्यस्तै ओभरअल गेम चाहिँ रियल मैड्रिडको कस्तो रह्यो त. आउनुस् कुरा गरौँ आजको भिडियोमा है त. रियल मैड्रिडबाट जस्तो एक्सपेक्ट गरेको त्यस्तो गेम चाहिँ पक्कै पनि थिएन, अनि त्यसमा अल हिलालले नि एकदमै राम्रो खेलेको. त्यस्तो इभेन्ट गेम हुन्छ भनेर त हामीले सोचे पनि थिएनौँ. 4-1-5-1 ले रियल मैड्रिडले जित्छ भनेर बसिरहेको, लास्टमा भयो त के 1-1 ड्र. रियल मैड्रिडको कुरा गर्ने हो भने प्रेसिङ वाज रियली गुड. त्यस्तै गोन्जालो गार्सियाको गेम पनि राम्रो थियो. उनको एक दुईवटा मोमेन्टहरू पनि एकदमै राम्रो थियो. नम्बर 9 मा हुनुपर्ने ट्रेटहरू चाहिँ गोन्जालो गार्सियामा देख्न पाइरहेको थियो. त्यस्तै भिनिसियस जुनियरको गेम चाहिँ अफ नै थियो. जहाँ क्यान्सेलोले पकेट गरेर राखेको थिए भन्दा पनि फरक पर्दैन. सायद वेदरले गर्दा पनि होला, रियल मैड्रिडको प्लेयरहरूलाई चाहिँ एकदमै गाह्रो भइरहेको थियो. जाबी अलोन्सोको गेम चाहिँ कस्तो हुन्छ भन्ने कुरालाई चाहिँ हामीले रियल मैड्रिडको फर्स्ट गोलमा हेर्न सक्छौँ. सुपर काउन्टर एट्याक पछि रुबिन नब्सको पेनाल्टीबाट अल हिलालले चाहिँ इक्वलाइज गर्छ. डिफेन्सिभली मैड्रिड खुलिरहेको थियो. त्यस्तै डिफेन्स र मिडफिल्डमा प्रोपर कनेक्सन थिएन. त्यस्तै ट्रेन्टको गेम नि अफ नै थियो. अल हिलालको मोस्ट अफ द एट्याक ट्रेन्टको साइडबाट नै भइरहेको थियो. त्यस्तै ट्रेन्टको लङ बलहरू पनि भिनिसियस बेलिङमले फाइन गर्न सकिरहेको थिएनन्. सायद फर्स्ट गेम भएर पनि होला, प्लेयरहरूमा प्रोपर कम्बिनेसन चाहिँ हामीले देख्न सकिरहेको थिएनौँ. डिन ह्युजसन वाज रियली गुड. त्यस्तै उनको लाइन ब्रेकिङ पासेस. रियल मैड्रिडले चाहिँ एक क्वालिटी प्लेयर पाएकै हो भन्नुपर्छ. रोड्रिगोको गेम पनि राम्रो थियो. ही अल्सो प्रोभाइड 1 असिस्ट. तर लास्टमा बलीको बाख्रा बन्ने भनेको चाहिँ रोड्रिगो नै हो है. राम्रो गेम हुँदाहुँदै पनि रोड्रिगोलाई हटाइन्छ. मेरो विचारमा चाहिँ भिनीलाई हटाएर लेफ्ट साइडमा रोड्रिगोलाई हाल्नुपर्ने थियो. अफेन्सिभली रियल मैड्रिड वाज गुड, बट डिफेन्सिभली चाहिँ अलिक पुवर नै देखियो. सायद टेम्परेचर पनि एउटा फ्याक्टर हो जसले चाहिँ रियल मैड्रिडको प्लेयरहरूलाई गाह्रो भइरहेको थियो. नयाँ प्लेयर, नयाँ कोच अनि फर्स्ट गेम, त्यसैले यति धेरै जज गरिहाल्न पनि मिल्दैन. फर्स्ट हाफमा चाहिँ रियल मैड्रिड एकदमै लेजी नै देखिरहेको थियो. पुरा गेम अल हिलालले नै कन्ट्रोल गरिरहेको थियो. तर सेकेन्ड हाफमा चाहिँ एकदमै इम्प्रुभ गर्छ रियल मैड्रिडले. स्पेसली रियल मैड्रिड फ्यान, कस्तो लाग्यो त तपाईँहरूलाई गेम? आजको लागि यति. भिडियो मन पर्यो भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुहोस्. यस्तै भिडियो लिएर आउने दिनहरूमा आउने नै छु. बाई.